हेलो गुड मर्निङ सबैजनालाई है। अनि मैले चाहिँ सानो मिनी भ्लग गरेको। आज चाहिँ टिका हो नि त, त्यही भएर अन्त सबैजनालाई ह्याप्पी दशहरा है। अन्त हाम्रो दादाले चाहिँ उठेर बिहान उठेर चाहिँ दादाले एकदम पूजा चाहिँ गर्नुहुन्छ हो। त्यहाँ बाल्नुहुँदैछ है दादा। अन्त आऊ पछाडि हेर्नु न फेरि उयो के पो। अन्त आज दसैँको अलिकति भनिदिनु न। तर अल्छी लागिरहेछ है, आज दसैँ सधैँ तल जाने बानी हो। योपालि त गएन, त्यही भएर उसँग भाडा दिँदैछ रहेछ रुम पनि है। यस्तो भइरहेछ। कलो जाँदैछौँ हामी चाहिँ तयारी भएर है ड्युटी। यहाँ चाहिँ सनम छ टक्कै रोड निस्क्यो हाम्रो एकैछिनमा यहाँनिर। यहाँ माथि चाहिँ चौरस्ता, यहाँ निस्किन्छ हाम्रो चाहिँ। यस्तो पुग्यो। सोनामले चाहिँ मैला फ्याँक्दैछ। दामी दिन भइरहेछ आज चाहिँ। यहाँनिर चाहिँ खिचौँ भनेको थिएँ कि यहाँनिर आएर, तर एकदम भिड रहेछ यहाँ चाहिँ। हेर्नु न, यहाँ चाहिँ खाली हुँदैन। बेलुका पनि त्यतिकै हो, अहिले पनि त्यतिकै, बिहानै पनि। यहाँ चाहिँ अब हामी एकछिन यहाँनिर के भन्छ रिलायन्समा आएको छौँ होइन। अल्छी लागेर हरेस लाग्दो रहेछ। अर्को पालि त हामी पनि मनाउँदैन, ड्युटी आउँदिन, घरै जान्छु। यस्तो हरेस लागेर आएको एकछिन। बन्द पो हो क्या। यहाँ चाहिँ दादाको ब्ल्याक कफी आयो। बिजी गर्ल, यहाँ चाहिँ बिजी गर्ल। कस्तो टेस्टी। मासु भात खाँदा होला, हामी त छैन यहाँनिर। अल्छी लागेर है दादा। आज दसैँमा यति मात्र खाएँ। दसैँमा अल्छी सब मन रहेछ होइन। अन्त हामीलाई त कस्तो याद आएको घरको पुरा है। कस्तो रहेछ लु सनम खाऊ है। खाता हेर्नुहोस् है, भिड लास्ट इन्डिङमा चाहिँ यहाँनिर होपमा देखाउँछु ल तपाईँहरूलाई कतिको भिड रहेछ भनेर। बिहान पनि त्यतिकै भिड थियो, अहिले पनि त्यतिकै भिडै छ। यहाँ हेर्नुहोस् त लु, भरे बेलुका आएर खिचौँ भनेको थिएँ। यस्तो पो हजुर हाम्रो यहाँ चाहिँ यस्तो हुन्छ है। यहाँनिर हेर्नु नि भिड, लाइन लागेको। यहाँ चाहिँ यस्तो के भन्छ केदारनाथको स्टाइलले बनाएको छ होइन। योपालि चाहिँ चौरस्तामा दामी देखिरहेछ। पर पनि क्या दामी देखिरहेछ। साथीहरू घर पनि आइपुग्यौँ हामी। यहाँ हेर्नु सानो बेग त राख्न हौ बहिनी, कति बोक्छस् हौ तैँले बेग। आमा। अन्त हामी चाहिँ आइपुग्यो होइन। दादा त परा गएको त किन। ड्युटी मजा आयो कि कस्तो लाग्यो आजको दसैँको दिनमा? अनि है त्यसको खुसियालीमा चाहिँ हाम्रो दादाले चाहिँ बल्ल बल्ल हेर्नु जाती भएको होइन। ऊ रेडबुल खाने अरे नि त दादाले होइन। यहाँ हाम्रो बगान टाउको हल्लाउँदो रहेछ। यस्तो हो नि बसाइ त। ल साथीहरू बाई बाई। अब कहिलेतिर के भन्छ अर्को भिडियोमा देखाउँछु तपाईँलाई। ओ बाई बाई गरिदेऊ साथीहरूलाई।